जहाँ हिमालहरू बोल्दैनन् तर महसुस हुन्छ, जहाँ सेतो हिउँले पहाडको मुटु छोप्छ र नदीहरू गीत गाउँदै बग्छ। हरेक पाइलामा सुन्दरता छ, हरेक सासमा शान्ति। यो ठाउँ, यो सुन्दरता स्वर्गभन्दा कम छैन। हाम्रो चाहिँ यसो घुमघाम भइरहेको छ। विकास दाइ, आजको न्युज अपडेट गरिदिनु त। न्युज छोड्न आएको छ फेरि। आज कति दिन भयो अरे? मौसमको कारणले गर्दाखेरि चाहिँ आज यसकै छौँ। त्यो अलिकति वेदरहरू चाहिँ हेरेर आउनु पर्दो रहेछ। हन्डरले गरेर चाहिँ आइयो, अहिले चाहिँ दुःख पाइरहेको छ। अभियान नपाएर दुःख पाएको छ। आज हाम्रो डेफो होइन र? ल शिवजनजी केही जाओस् न त यार आजको के हो यार। भोलि हाम्रो बिहानै 3 बजे उठेर चाहिँ हामी जाँदैछौँ टिभी लेक हेर्नु। अब इन्सल्लाह वेदर खोल्दै हुन्थ्यो। ल आज चाहिँ बास यहीँ हुने हो, बेस क्याम्पमै। वेदरले धोका दिएको कारणले चाहिँ आजको नाइट पनि यहीँ हुने भयो। उता भिडियो सुट हुँदैछ। वेदर हेर्नु ल यस्तो छ, बिजोक छ बिजोक। बत्ती छैन अरे कि अब कफी खाने भनेर पुरै रेडी अवस्थामा बसिरहेको। ल लाइन छैन अरे फेरि। त्यही भएर यस्तो यस्तो घुम्न जान्छ भनेर चाहिँ मलाई बहुत पीडा हुन्छ कि। एकातिर खान नरुचेर अर्कोतिर विकासजीलाई चाहिने 2-3 चिजहरू छ। एउटा चाहिँ त्यो बुझ्नु छ तपाईँहरूले। समझ रहे हो? एउटा कफी हो, नपाइ नहुने हो। कस्तो तपाईँले मिस्टेक गरेको ट्याक्कै पुग्दो रहेछ, नपुग्दो रहेछ त नि। आज हामी फर्किने हो, त्यो किन्दा ठ्याक्कै बेलुकासम्म हो कि त्यहाँकोले डोज पुगेन है त है। घैँटो गाह्रो छ। सिजनमा त पुग्यो होला नि। सिजनमा दाइ त पक्का त्यो जेट प्लेन उडाउन जाला जस्तो थिएछ यार। सब लाएर लगभग यहाँको आइरहेको चाहिँ कति होला अन्दाजी? कति? एकमा त काठियाला ल कफी सफी अब त्यस्तै भयो, बत्ती नभएर। बिहानैबाट हो कि बत्ती गएको त होइन? बिहानैबाट हो कि बत्ती गएको? यो चाहिँ उस रहेछ क्या, सोलर रहेछ। ल यस्तो टाइम पास अब यिनीहरूको।
ल लाइभ बस्ने मान्छेलाई हेरौँ है अब ल हेर लाइभ बस्ने मान्छे टाइम पास नहोस् यस्तो हुन्छ भित्र सके दाइ सबै एउटाले फकाउँदै छ पनि टाइम पास हुन गाह्रो होस् यस्तो है झ्याउँछ भगवानले हेर्दै के भगाइरहेको हो दाजु छ ओ अर्को फेरि मिनी भगाएर आइपुग्यो ए दाइ हेर्नु न यसले गरेर झ्याउ भएको नि त ए बिजोग भन्छ बिजोग होइन शिवजनजी तर खै यस्तो मौसममा पनि यसो हिँड्नु त पर्ने हो क्या ऱ्याङ्कट लाउँथेँ गएँ हो कि यहाँ माथि 3 घन्टा माथि अर्को लेक छ अरे कि दामी हो कि नै थाहा पाएको हो कि नै हिँड्नुहुन्थ्यो कि केमा उता माथिको लेकमा अब त भ्याउनु त अनि पानी पनि पर्न सुरु भयो पदम मामाले हो ल फेरि पर्यो पानी हेलो नमस्ते डे 4 फ्रम ब्लू मुन रेस्टुरेन्ट गिलिचु बेस क्याम्प है वान हेलो डे 4 गिलिचु बेस क्याम्पबाट हामी हिजो नै आइपुगेको थियो हामी बेस क्याम्प आज हामी गिलिचु लेकसम्मको समिट गरौँ भनेको अब वेदरले च्यालेन्ज दियो अलि सिनहरू पनि नखोलेको कारणले भिजिबिलिटी एकदम लो भएको कारणले भोलिसम्मको लागि हामी पेसेन्स भएर होइन हतार नगरिकन भोलि बरु बिहानै सुरुवात गर्ने भोलिको फेरि वेदर कास्टले नै अलिकति दिन खोलेको देखाइरहेको छ सनराइज आउँदा त्यही कारणले आज हामी साथीभाइहरू यहीँ सल्लाह गरेर यहीँ बस्ने निर्णय गऱ्यौँ हामी बसेको होटेलको नाम छ ब्लू मुन होटेल है क्रिकेट यो चाहिँ फेरि ठ्याक्क पुल पारी छ है बेस क्याम्प कि एउटा खोलाको चाहिँ पुल पारी छ अनि दामी छ त्यही हो वेदरले अलिकति च्यालेन्जै गरेको जानेहरू त गइरहेछ फर्किरहेछ भिजिबिलिटी त्यही तालको मात्र छ तर हामीलाई चाहिँ चाहिएको त अब हिमाल सिमाल खोल्ने गरेर टक्क ताल हेर्ने भनेर आएको त्यस्तै वेटिङमा हो त्यही भएर भोलि के हुन्छ हेर्दै जानुहुन्छ ल हामी चाहिँ रुममा बस्दा बस्दा वाक्क भएर एकैछिन यता माथि डाँडातिर चढेको यस्तो देख्दो रहेछ यहाँबाट चाहिँ भ्यू दामी छ हो कुनै यात्रा पनि आफूले सोचेको र चाहेको जस्तो अवश्य हुँदैन यात्रामा कठिनाइहरू आएन भने यात्राको के मजा यसै गरी हाम्रो यात्रामा पनि मौसमले अलि साथ दिएन तर हामी त्यही मौसममा रमाउँदै त्यो दिन बेस क्याम्पमै बितायौँ सो सबैजनालाई नमस्ते आज चाहिँ हाम्रो डे 5 तिलिचो लेक चाहिँ आज पुग्नेछौँ हामी चाहिँ बिहान 4 बजेबाट हिँडेको अहिले चाहिँ 5:10 भइसक्यो यस्तो मजा आएछ नि टक्क हिँड्दा पनि सल्लाह बिहान मर्निङमा खोलाको साउन्ड पनि छुट्टै आइरहेछ
बिहानको चिसो चिसो हावा दामी भएछ। तलबाट चाहिँ सब त्यो जति पनि लाइटहरू छ सबै त्यो मान्छेहरू आएको लाइटहरू सो दामी भइरहेछ। हन्सिजन ल हेर्नु साथीहरू हिमाल क्लाइमेट चाहिँ आज क्लियर भएको छ। कस्तो भइरहेछ ए 22 घुम्ती आउनुभयो। क्लाइमेट चाहिँ हरि फुलेछ कि है। कति बज्यो अहिले 5:30 यस्तो दामी देखेछ। आउने बेला चाहिँ लाइटहरू चाहिँ लिएर आउन नबिर्सिनु होला नत्र चाहिँ बिजोग भइन्छ। लाइट लिएर त आएको मैले ब्याट्री नै नल्याएर रहेछ कि यस्तो दुःख पायो। जोस् 1-1.5 घन्टा हिँडेको चाहिँ थाहै पाएन कि यस्तो मजा आउँछ नि हिँड्दा नि। दामी छ है यो ट्रेल चाहिँ। ल अझै माथि माथि कस्तो ठाउँ आउँछ देखाउँछु। यात्रा यही हो, कठिनाइको बीचमा शान्ति भेट्नु, उचाइमा पुगेर आफूलाई अझ सानो महसुस गर्नु, तर त्यही सानो म भित्र ठुलो संसार पाउनु। हिमाल स्थिर छ, मौन छ, तर त्यस मौनभित्र हजार आवाज छन्। हिउँको सुस्केरा र यात्रुहरूको हृदयको धड्कन सबै मिसिन्छन् एउटै लयमा। 22 घुम्ती 22 सपना जस्तै हरेक मोडले केही सिकाउँछ, धैर्य, साहस र सङ्घर्षको अर्थ। यी 22 घुम्ती मात्र बाटो होइनन्, यी त अनुभवका पाना हुन्, जहाँ प्रत्येक मोडमा एउटा कथा बन्छ। तिलिजुको कथा, यात्राको कथा र आफ्नै कथा। हामी चाहिँ 22 घुम्ती गट्यौँ। साथीहो भ्यू कस्तो छ? हेलो, गुड मर्निङ फ्रम ट्रेल है। आज चाहिँ अब तिलिचक पुग्न लागिसक्यो हामी। 22 घन्टी पार गरेर आइसक्यो। ठ्याक्क 6:30 हुन लाग्यो। घाम पनि टलक्क आँखामा लागेको छ। यहाँ आउँदा चाहिँ एकदम पोजिटिभ माइन्डसेट, नहतारिकन होइन, एकदम ट्रिकी माइन्ड ट्रिकी छ यहाँ। अलिक बिस्तारै आरामले सास सबै बिस्तारै एकदम इजी छ। अब हामी ल हेर साथी हो भ्यू यस्तो बवाल छ यार। दामी मजा भइरहेछ। ल हिउँको डल्लोहरू यस्तो यस्तरी उडिरहेछ। चुई चुई यस्तो बवाल देखेँ यार। फ्रेस बनाइदियो यार। तपाईँहरूलाई चाहिँ स्क्रिनमा खासै मजा लागेको छैन होला। फिजिकल्ली चाहिँ यो ठाउँमा भयो भने चाहिँ होइन सिप्जन कस्तो हुन्छ यार? यो ठाउँ कस्तो लाग्यो?
हो अब डिफिकल्ट रोड गाह्रो हुन्छ क्लाइमेटले नि डह्रो साथ दिएको क्या आज त यस्तो बल दिएछ नि ल गाइज यति नै हो अब माथि माथि अरू ठाउँहरू पनि देखाउँछु है ल त अहिलेलाई यति नै हावा अलि चिसो हुँदैछ हिउँ झन् बाक्लो हुँदैछ वरिपरि अग्ला हिमाल अनि बिचमा हामी शरीर थाकिसक्यो तर मन अझै हार मान्न तयार छैन हरेक पाइला हरेक सास तिलिजो पुग्ने उत्साहमा मिसिएको छ बाटोमा कहिले चिस्साउँछ शरीर त कहिले घामले जलाउँछ अनुहार तर ती सङ्घर्षहरूमा पनि एउटा अनौठो आनन्द लुकेको छ ती हिमालहरू देख्दा लाग्थ्यो जस्तै प्रकृतिले नै हामीलाई स्वागत गर्दैछ तर एकै समयमा परीक्षा पनि लिइरहेछ के तिमी साँच्चै तयार छौ तिलिचुको लागि अनि हामी न आत्तिन्छौँ न थाक्छौँ किनभने हरेक कदमले हामीलाई स्वर्ग जस्तै तिलिचुको नजिक पुर्याउँदै थियो है हामी चाहिँ तिलिचु तल आइपुग्यो हेलो ल वी आर फाइनली हियर फ्रम तिलिचु लेक है 4919 मिटर हामी बिहान 4:30 बजी हिँडेको ठ्याक्कै यहाँ 7:30 भयो होला नि त हो 7:30 बजीतिर आइपुग्यो प्लिज कम माल देखाउँदैछु आउनु ओए बप्पाल है वेलकम टु तिलिचु यो यात्रा केवल एउटा इच्छा थियो तर आज यहाँ उभिँदा महसुस हुन्छ यो इच्छा अब वास्तविकता बनेको छ जीवनको हरेक यात्रा सजिलो हुँदैन कहिलेकाहीँ बाटो कठिन हुन्छ पाइलाहरू ढिलो तर मनमा रहेको इच्छा र सपना सधैँ अगाडि दौडिरहन्छ पसिनासँगै थकाइ र आत्मबल बिचको युद्ध चलिरह्यो कहिले त लाग्थ्यो अब पुगिँदैन होला तर हावाको सासले कानमा फुसफुसाउँदै थियो यो क्षण कठिन हो तर असम्भव होइन हरेक मोडमा हरेक क्षणमा मैले आफूलाई फेरि भेटेँ अझ बलियो अझ नजिक र अन्त्यत त्यो क्षण आयो जहाँ सङ्घर्षको बाटोले सफलता भेट्यो गन्तव्यमा पुग्दा थकाइ हरायो मुटु मुस्कानले भरियो अनि मनले भन्यो यही हो मेरो क्षण त्यस बेला बुझे गन्तव्यभन्दा सुन्दर कुरा त बाटोमै लुकेको रहेछ सङ्घर्ष हाँसो र ती सानो क्षणहरूमा मैले बुझेँ जीवन पनि यस्तै हो कठिनाइका बिचमा खुसी खोज्ने कला अनि हरेक पाइलामा आफ्नै कथा लेख्ने साहस